भएको गाडा। अचानक उसको पछाडि त्यही दुलै ऐनामा उभिएको देखिन्। स्मिताले घरबाट भागेर गाउँ फर्केपछि उनको मन शान्त भएन। राति उसको कोठामा अनौठो घटनाहरू सुरु भए। छ्याला आफै खोलिन्थ्यो र बन्द हुन्थ्यो। दर्पणमा उसको अनुहारभन्दा बाहिर रातो धब्बा जस्तो देखिन्थ्यो। चिसो सासको आवाज कानमा लगातार फुसफुसाउँदै गर्थ्यो, मेरो न्याय खै, मेरो न्याय खै। स्मिताले सबै कुराहरू गाउँलेलाई साझा गरिन्। गाउँलेले डरले अनुहार पहेँलो भयो। तिमीले दुलैको आत्मालाई चिन्यौ, अब ऊ तिम्रै पछि पर्छ, तिम्रो पछि पर्ने छोड्ने छैन। एक रात स्मिताले पुरानो घर गएर सिन्दुरको डब्बा फ्याँक्ने निर्णय गरिन्। घरमा प्रवेश गर्दा पहिलो कुरा देखिन् कोठा अझै उस्तै खतरनाक। पाइलाको आवाज खाली कोठामा गुन्जिँदै थियो। धुलोले ढाकिएको पुरानो पोथीबाट अचानक पाना उडेर आयो। स्मिताले त्यो पाना उठाइन्। त्यसमा लेखिएको थियो, सत्य छुप्न सक्दैनस्, रगतले बाँच्छ हाम्रो कथा। उसको डरले स्मिताको शरीर काम्न थाल्यो। त्यही बेला ऐनामा पछाडि एक छाया प्रकट भयो, सिन्दुरको ढेक्ने दुलहिन। आँखा काली घडला जस्तो अनुहार आधा जलिरहेको। दुलहीको आत्मा चिच्याइरहेको थियो, सत्य छिपाउन सक्दैनौ, पुरुष सबै धोकेबाज हुन्, मलाई न्याय देऊ। स्मिताले रगतको सिन्दुरलाई समातेर शान्त पार्ने प्रयास गरिन्, तर आत्माले उसको हातबाट डब्बा झिकेर फ्याँकिदियो। रगत भित्ताभरि फैलियो। स्मिताले चिच्याइन्, तर घरभित्र आवाज अझै ठुलो भयो। भित्तामा अचानक लाल अक्षरमा लेख्यो, तिमी पनि अब मेरै हिस्सा हो। गाउँमा पनि अनौठो घटनाहरू सुरु भए। राति घरबाट कराउने आवाज, गाई, कुकुर र पन्छीहरूको अकस्मात मृत्यु। मानिसहरू पनि अचानक डराउन थाले। स्मिताले बुझिन् दुलहीको आत्मालाई न्याय खोज्दैछ। सबै पुरुष मात्र होइन, मानिसको छाया पनि हमला गर्दैछ।